आदरणीय भक्तजन तथा साथीहरू नमस्कार। हामीले धेरै ठाउँमा सुनेका छौँ महिलाले मलामी जानु हुँदैन भनेर, तर के यो वास्तवमै धर्मको नियम हो कि समाजले बनाएको एउटा परम्परा मात्र हो? आज हामी यही विषयको गहिराइमा जानेछौँ। हिन्दू धर्ममा महिलालाई मलामी जान रोकिएको थियो। यसको कुनै वैज्ञानिक, धार्मिक वा सामाजिक कारण छ? यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईले पनि अवश्य यस विषयमा केही जानकारी पाउनुहुनेछ। सुरुमा बुझौँ मलामी भनेको के हो। सबैभन्दा पहिले बुझौँ मलामी जानु भनेको के हो। मलामी जानु भनेको मृत व्यक्तिलाई अन्तिम बिदाई दिनु हो, शोक प्रकट गर्नु हो, आत्माको शान्तिको लागि प्रार्थना गर्नु हो। हिन्दू धर्ममा यसलाई निकै पवित्र कर्म मानिन्छ, जस्तो जिउँदाको जन्ती, मर्दाको मलामी त्यसै भनिएको हो। अब पुरानो समाजको अवस्था के छ त्यसबारेमा बुझौँ मित्र। अब हामी हजारौँ वर्ष अगाडि फर्किन्छौँ, सयौँ वर्ष अगाडि फर्कन्छौँ। त्यो बेला समाज आज जस्तो थिएन। त्यो बेला जङ्गल थियो, बाटो असुरक्षित थियो, असुविधाहरू थिए, शमशान घाटहरू प्राय टाढा र सुनसान ठाउँमा हुन्थे। त्यसैले महिलालाई सुरक्षा दिनको निम्ति, जोखिमबाट जोगाउनको निम्ति उनीहरू शारीरिक रूपमा पनि केही कमजोर भएको कारणले गर्दा उनीहरूलाई मलामी जानबाट रोकिएको हो परम्पराको हिसाबले। यो धर्मको आदेशभन्दा पनि महिलाको सुरक्षा र परिस्थिति अनुसारको नियम थियो। त्यसै अनुसार महिलालाई चाहिँ मलामी जानबाट रोकिएको थियो। मानसिक र भावनात्मक कारण पनि छन् मित्र यसमा। महिलाहरू स्वाभाविक रूपमै बढी संवेदनशील, कोमल हृदयका हुन्छन्। उनीहरू भावनात्मक सोचका पनि हुन्छन्। मलामी के हुन्छ त? जब महिलाहरू यदि मलामी जानुहुन्छ भने उनीहरू आफ्ना आफन्त प्रियजनको बिदाईको निम्ति उनीहरूमा त्यसले झन् उनीहरूमा एक किसिमको चाहिँ चिन्ता, पीडा र आफ्नो आफन्त अथवा आफ्नो मानिस गुमाउनुको चाहिँ शोकमा उनीहरू झन् रुने, चिच्याउने र अत्यन्त दुःखद दृश्यहरू देखाउने, दुःखद दृश्यहरू हेर्नुपर्ने जस्ता अवस्थाहरू आइपर्न सक्छन्। पुरानो मान्यता अनुसार उनीहरू अत्याधिक रुन सक्छन्, जसले गर्दा मृत आत्मालाई दुःख पुग्न सक्छ। मरेको मानिसको आत्मा झन् दुखित हुन सक्छ। त्यसैले भनिन्थ्यो धेरै नरौ, आत्मालाई शान्ति पाउँदैन। यही कारणले पनि महिलाहरूलाई रोकिएको भनिन्छ। अब धार्मिक व्याख्याको हिसाबले पनि यसलाई यसरी हेरिएको छ के धर्मले नै महिला रोक्छ? सिधै कुनै वेद वा शास्त्रमा स्पष्ट प्रतिबन्ध छैन। अर्थात् महिला अथवा चाहिँ स्त्रीहरू मलामी जान हुँदैन भनेर कुनै धार्मिक शास्त्रमा स्पष्ट रूपमा लेखिएको भेटिएको छैन। तर केही परम्परागत व्याख्याहरू छन्, जस्तै अन्त्येष्टि कर्म शक्तिशाली र सांस्कारिक प्रक्रिया हो। यो मुख्यतः पुरुषले नै गर्ने चलन बस्यो। किनभने घरमा जिम्मेवारी पुरुषको थियो। धार्मिक कर्मकाण्ड पनि पुरुषले बढी गर्ने चलन थियो। त्यसैले पुरुष जाने, महिला घरमै बस्ने, पुरुषले बाहिरको चाहिँ जिम्मेवारी लिने, महिलाले घरकै जिम्मेवारी लिने चाहिँ परम्परा बन्यो। त्यसै परम्परा अनुसार समाज चलिरहेको छ। अब सामाजिक नियन्त्रण सत्य के हो भने धेरै कुरा धर्मको नाममा समाजले बनाएको हुन्छ। त्यसबेला महिलालाई बाहिर कम जान दिन्थ्यो, स्वतन्त्रता कम थियो। महिलाहरूलाई चाहिँ घरकै काममा चाहिँ राखिन्थ्यो। महिला भनेका चाहिँ कोमल हुन्छन्, बाहिरी संसारसँग उनीहरू त्यति प्रतिक्रिया गर्न सक्दैनन्, कमजोर हुन्छन् भन्ने सोच राखिन्थ्यो। त्यसैले गर्दा महिलाहरूलाई घरमै बन्धक बनाइन्थ्यो। त्यसैले मलामी पनि एक प्रकारको नियन्त्रण नै थियो। महिलालाई मलामी जानको निम्ति गरिएको किसिमको नियन्त्रण नै हो त्यो। अब आजको समय के मित्र पहिलाको जस्तै समय छ त? हामीले प्रश्न गर्छौँ, आज पनि यो नियम मान्नुपर्छ त? के आज त बाटो सुरक्षित छ? आज त फराकिला बाटाहरू बनेका छन्। आज त महिलाहरूको न्यायको निम्ति, महिलाहरूको सुरक्षाको निम्ति देशमा राम्रा कानुनहरू बनेका छन्। महिलाहरूले आज उपयुक्त शिक्षा पाएका छन्, उनीहरू बुझ्ने भएका छन्। त्यसैले धेरै ठाउँमा महिलाहरू पनि मलामी जान थालेका छन्। आज के पुरुष के महिला सबैजना मलामी जान थालेका छन्। अब वास्तविक सत्य के हो त? अब सिधा कुरा धर्मले रोक्दैन।
समाजले बनाएको यो एउटा परम्परा हो। यदि महिला जान चाहन्छन् भने, मानसिक रूपमा तयार छिन् भने अवश्य जान मिल्छ। अब यसको भावनात्मक सन्देश के हो त मित्र? हामीले बुझ्नै पर्ने कुरा के हो भने मृत्यु सबैका लागि समान हो, मृत्यु सबैलाई दुःखद कुरा हो, मृत्युले सबै मानिसलाई पीडा दिएकै हुन्छ र दुःख पनि सबैले बराबर महसुस गर्छन्, पुरुष होस् या महिला। यदि पुरुषले मलामी जाँदा आफ्नो आफन्तजन अथवा नजिकको मानिस गुमाउँदा उसलाई जलाउँदाको जुन एउटा पीडा महसुस गर्थ्यो भने अब महिलाले पनि त्यो पीडा महसुस गर्न सक्ने अवस्थामा उनी पनि पुग्छिन्। किनभने उनी यदि मलामी कार्यमा उनी सहभागी हुन्छन् भने त्यो उनले पनि भोग्नुपर्ने हुन्छ, उनले पनि महसुस गर्नुपर्ने हुन्छ। त्यसैले पुरुष मात्र जाने, महिला नजाने भन्ने होइन। अब यो सोच परिवर्तन हुँदैछ। अब हामी के भन्न सक्छौँ अन्तमा भने हिन्दू धर्म गहिरो र विशाल छ। यसमा धेरै कुरा समयअनुसार बदलिन्छ। महिलालाई मलामी जान नदिने कुरा धर्मभन्दा पनि बढी सामाजिक परम्परा हो। त्यसैले यो समाजले बनाएको नियम हो। यो समयसँग नियम बदलिन्छ। किनकि हिजोको समाज र आजको समाजमा जसरी परिवर्तन आएको छ, त्यसै गरी आज मानिसको सोचाइको स्तरमा पनि परिवर्तन आएको छ, मानिसको भोगाइ र बुझाइमा पनि परिवर्तन आएको छ। त्यसैले अब महिला मलामी जान नपाउने भन्ने होइन, मलामी पनि जान पाउँछिन् र हिजोको समाजको अवस्थाअनुसार उनलाई रोकिएको थियो भने आजको परिवर्तित समाजमा उनलाई अब स्वतन्त्रता खुल्ला गरिएको छ। हस् त, थ्याङ्क यू। यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।